अलि हाँस्या भयो आमा के भयो तिम्रो आमालाई यहाँ बिरामी भएर हैरान परेछ अब के गर्ने हो झाँक्री धान बोलाउने त होला झाँक्री बोलाएर जाऊ न त ठुली हस् आमा त्यो आमा बुहारी बिरामी भएर हैरान परेछ आफू पनि यस्तो झाँक्री बा झाँक्री बा बिरामी हुनुभएको छ हाम्रो घरमा धान बस्न जानु पर्यो बाजे जाम्ला बा अलि अगाडि भयो नि सानी अछुट्टा लिएर आऊ त बा अछिट्टा ल्याऊ अछिट्टा मैले हेर्छु र है ल ठ्याक्कै यो असित कस्तो रहेछ ल नातिनी अछिट्टा छु है त देखियो नि यार चल्दै पर्छ ल धान दाजु के भएको राम्रोसँग हेर्नु के भएको होइन के लागेको छ भन्नु पर्यो कसरी सन्चुने हो आमा नमस्ते के हुँदैछ यहाँ हजुरको घरमा एउटा कालो बोके भुट लाग्यो रहेछ हेर बाबु चहार एउटा बस्ने भने दिन पर्छ त्यस कारणले हजुर म ठिक गरिदिन्छु म भए घरमा होइन बुहारी बिरामी भएर झाँक्री बसालेको सन्चो हुने कि हुँदैन होइन अहिलेको युगमा आएर पनि लागिरहेछ त के हो के गर्ने हाम्रो रीतिरिवाज पहिलेदेखि यस्तै गरेर सन्चो भइरहेको के हो आमा यहाँ बुहारी बिरामी भएर हैरान पर्यो आफू भने रक्सी ढोकेर मर्या छ यहाँ बुहारीलाई भेट्न लाग्यो थाहा छैन तँलाई छोरा अलिक स्वर भएन तपाईँ किन त्यस्तो कुरा गरिराख्नु भएको छ उहाँलाई देखाले च्यापेर जस्तो छ उहाँलाई सबै चौकी लैजानुहोस् अहिलेको युगमा आयो भने छोरा र छोरी भन्ने कुरा त बराबर सम्मान हो हामीले सम्मान मानिन्छ छिटो उहाँलाई हस्पिटल लैजाने काम कार्य गर्नु गाउँलेलाई बोलाएर आमा तपाईँले गाउँलेहरूलाई बोलाएर उहाँलाई पानी गाउँलेहरू लगेर जानु तिम्रो आमालाई हस्पिटल लैजाने ल गाउँले हो मेरो आमालाई बेथाले चेपेछ जाने हो ल उहाँलाई कस्तो चौकीले लैजानु पर्छ
बिचारी हस्पिटल हो ए डक्टर यहीँ बसेर छ बल्ल सुनाइदिनु भयो नि बल्ल काला फुर्से पाइदिन्छ नि काना छिर्छ र